हुँदै पछि पछिल्लो समयमा अनि एकजना हाम्रो यो केरुङ प्रान्तमा जन्मिएको गुरु हुनुहुन्छ, धावा ग्याल्छेन नाम गरिएको, चन्द्र ध्वज नाम गरिएको एकजना महायोगी गुरु हुनुहुन्छ। धावा ग्याल्छेन चन्द्र ध्वज नाम गरेको गुरु भनेको विशेष गरेर न्युङ्नेकै गुरु, न्युङ्नेकै रिम्बुसे, न्युङ्ने सम्बन्धी विशेष प्रकारको ज्ञान भएको र त्यसै प्रकारको ध्यान साधना गरेर चाहिँ जुन यो 11 मुहार लोकेश्वर बुद्ध छ, यहाँले यहाँ फोटो पनि देख्न सक्नुहुन्छ, मूर्ति पनि रहेको छ। 11 मुहार 1000वटा हात भएको जुन लोकेश्वर बुद्ध छ, उहाँको प्रत्यक्ष दर्शन पाएर चाहिँ रिद्धि-सिद्धि प्राप्त गरेर उहाँले पनि अर्हत ज्ञान प्राप्त गरेको हुनुहुन्छ चन्द्र ध्वज नाम गरेको गुरु। उहाँ यसरी विशेष गरेर न्युने लामा भनेर चिनिने र टिबेटको विभिन्न ठाउँहरूमा जानुहुने, यसरी चाहिँ न्युने राख्ने, प्रवचन दिनुहुने, यस्तै गर्दै 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 जाने सिलसिलामा हाम्रै नेपालको अप्पर मुस्ताङमा उहाँलाई निमन्त्रण आयो। न्युने राखिदिनु पर्यो हजुरले, न्युने सम्बन्धी प्रवचन गरिदिनु पर्यो, न्युनेको ध्यान साधना गर्ने सम्बन्धी हजुरले चाहिँ उपदेशहरू दिनु पर्यो भनेपछि अनि उहाँले सहर्ष स्वीकार्नुभयो र अप्पर मुस्ताङमा उहाँ यसरी चाहिँ न्युनेको कार्यक्रम राख्न आइपुग्नुभयो। त्यहाँ आइपुगेर उहाँले जब यसरी 8 जोडी न्युने, अब हामी अहिले बसेको चाहिँ 1 जोडी न्युने भइहाल्यो, एक दिन उपसोध, एक दिन मौन व्रत, यसरी चाहिँ न्युनेहरू बस्ने विभिन्न तरिका हुन्छ। जस्तै काठमाडौँमा हाम्रो विभिन्न खेम्बु गुरुहरूले 8 जोडी न्युने, 4 जोडी न्युने, 16 जोडी न्युने गरेर यसरी चाहिँ वार्षिक रूपमा विगतको केही समयदेखि राख्दै आइरहेको छ। हाम्रो यहाँ एकजना भाइ हुनुहुँदो रहेछ, त्यो न्युनेमा यसपालि 8 जोडी हो कि 16 जोडी राखेको न्युनेमा एकजना बसिरहेको भन्नुहुँदो रहेछ नि, उहाँ भाइहरू बसिरहनु भएको रहेछ। हो यस्तो खालको चाहिँ हुने गर्दछ। यसै कार्यक्रममा चाहिँ अनि धावा ग्याल्छेन नाम गर्नुभएको गुरु चाहिँ यसरी अप्पर मुस्ताङमा यसरी 8 जोडी न्युनेहरू लागि चाहिँ कार्यक्रम लागि प्रस्थान गर्नुभयो। त्यहाँ पुगेर कार्यक्रम सुरु गर्दै गर्दाखेरि एकजना आधा वयसी आमा आएर चाहिँ उहाँलाई बिन्ती बिसाउन थाल्यो। यहाँ हेर्नुहोस् है, मैले यो कुरो कहाँनिर जोड्न खोजिएको छ भने जुन यो मौसम अलि आजबाट अलिकति मौसमले साथ दियो, सायद भोलि पनि पानी पर्छ भन्ने खालको चाहिँ मौसमविदको कुरा छ। आशा गरौँ भोलि पनि मौसम यस्तै होस्। मौसमको कारणले गर्दाखेरि जुन सिल पालना गर्ने सम्बन्धी चाहिँ अलिकति कष्ट हुन सकिन्छ जस्तो लागेको छ। यदि काम ज्यादा लाग्यो भने त्यो भएको खण्डमा सिल भङ्ग हुन्छ। यदि सिल भङ्ग भयो भने त्यो कर्मको फल पनि अलिकति दुःखदायी नै भोग्नुपर्छ। सो त्यसै कारणले मैले कुरा यहाँ जोड्न खोजेको, जब धावा ग्याल्छेन गुरु यसरी न्युने कार्यक्रम सुरु गर्नुभयो अप्पर मुस्ताङमा, एकजना आधा वयसी आमा आउनु भएर चाहिँ उहाँलाई बिन्ती बिसाउनु थाल्यो। गुरुदेव, म विगतको धेरै समयदेखि बिरामी भएको छु, जति दबाई पानी गर्दाखेरि पनि ठिक भएन, धेरै प्रकारको उपायहरू अपनाएँ, त्यसै कारणले बिन्ती छ हजुरले मेरो बिरामी ठिक पारिदिनु पर्यो भनेर चाहिँ उहाँ धावा ग्याल्छेन गुरुलाई बिन्ती बिसाउनु भयो। बिन्ती बिसाइसकेपछि उहाँले गुरुले के भन्नुभयो भने, आमा यदि तपाईँको बिरामी दबाई पानी गरेर पनि ठिक हुँदैन, झापो गरेर पनि ठिक हुँदैन, केही गरेर ठिक हुँदैन भने यो कर्मको बिरामी, यो कर्मको बिरामीलाई यसरी चाहिँ दबाई पानी खाएर ठिक हुँदैन। यो कर्मको बिरामी कर्मद्वारा नै शुद्धि गर्नुपर्छ, कर्मकै माध्यमद्वारा चाहिँ शुद्धि गर्नुपर्छ, अन्यथा यसको उपाय हुँदैन भनेर चाहिँ भन्यो। विगतमा कुनै न कुनै समयमा हामीले यसरी पाप कर्म गरिएको छ भने उक्त पाप कर्मको फलको कारणले गर्दाखेरि विभिन्न यसरी हाम्रो जीवनमा दुर्घटनाहरू हुने, बिरामीहरू हुने, दुख बिरामी हुने गर्दछ। त्यसै कारणले यो कर्मको बिरामी हो, कर्मको बिरामी चाहिँ कर्मको माध्यमद्वारा शुद्धि गर्नुपर्छ चाहिँ भनिसकेपछि अनि त्यो आमाले के भन्नुभयो भने, पूर्व जुनीहरूमा त धेरै पाप कर्म गरेको होला गुरुदेव, मैले यसै जुनीमा धेरै पाप कर्म गरेको छु भनेर उहाँले आफ्नो जीवन कहानी वृत्तान्त गुरुले सुनाउन थाल्यो। के गर्नुभयो भने, मेरो यो केरुङ प्रान्तमा यही नजिकै एउटा खानदान परिवारमा सानै उमेरमा विवाह भयो। विवाह हुँदा